धन्यवाद आदरणीय गोपाल सरलाई। यस आधारभूत तह कक्षा 1 देखि 3 सम्मका शिक्षकका लागि एकीकृत पाठ्यक्रममा आधारित 5 दिने कस्टमाइज तालिम समापन सत्रका आदरणीय सभाध्यक्ष नगरपालिका शिक्षा शाखा त्यसै गरी अध्यक्ष रामेछाप नपाका श्रवण कुमार सर, आदरणीय प्रशिक्षकज्यूहरू योगेन्द्र चापागाई सर, बुद्धिबल सर, सेतोगुराँस बाल विकास कार्यक्रमका संयोजक म्यामहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षकज्यूहरू र यहाँ उपस्थित यस हलमा उपस्थित सम्पूर्णमा यो मन्थलीको गर्मी मौसमको मेरो स्वीकार्नु शीतल शीतल अभिवादन। मिति 2083 साल जेठ 2 महिना 8 गतेदेखि आज मिति 2083 साल जेठको आज 12 गतेसम्म यस मन्थली नगरपालिका मार्फत सेतोगुराँसले चाहिँ हामी सम्पूर्ण विद्यालयका शिक्षकहरूलाई एकदेखिसम्मको पाठ्यक्रम एकीकृत पाठ्यक्रमलाई कसरी पढाइन्छ, कसरी पढाउँदै आइएको छ, अनि त्यसमा रहेको त्यो फारमहरू चाहिँ कसरी भरिन्छ, जिटिपी कसरी निकालिन्छ, त्यो समग्र विषयमा चाहिँ हामी सबैजना चाहिँ अनभिज्ञ थियौँ। हामीले चाहिँ आफैले आफू खुसी जे पाए त्यही नम्बर राख्ने अनि परीक्षाको अन्तिममा गएर मात्रै त्यसको मूल्याङ्कन गर्ने, विद्यार्थीको मूल्याङ्कन जे हुनुपर्ने हो त्यो छँदै थिएन। जब उहाँहरूले हामीलाई यो तालिम दिनुभयो, हामी चाहिँ एउटा अन्धकार कोठामा बसेको मान्छे चाहिँ उज्यालो कोठामा गए जस्तै छर्लङ्ग भएका छौँ। आदरणीय प्रशिक्षकज्यूले हामीलाई यति धेरै प्रकाश पारिदिनु भएको छ कि अब के हामी जहाँ गए पनि यो कार्यक्रम जतिसम्म रहन्छ त्यति बेलासम्म चाहिँ हामी प्रश्न हुन सक्छौँ। एकीकृत पाठ्यक्रमलाई चाहिँ एक विषयबाट अर्को विषयमा कसरी एकीकृत गरेर पढाइने रहेछ र विद्यार्थीको मूल्याङ्कन कसरी गरिने रहेछ भन्ने कुरामा हामी